नेपालको शिक्षा क्षेत्र अहिले ठूलो सङ्कटमा छ। स्कुलहरू बन्द, कक्षामा तालचा, विद्यार्थी घरमै अलपत्र र सडकमा हजारौं शिक्षकहरूको आन्दोलन। आजको भिडियोमा हामी निकै साधारण भाषामा बुझ्नेछौं नयाँ शिक्षा विधेयकमा के छ, किन शिक्षकहरू रिसाएका छन्, विद्यार्थीको भविष्य कस्तो बन्छ, समाधान के हो। जेन्स पावर नेपालमा स्वागत छ, जहाँ हामी गम्भीर विषयलाई पनि सरल तर स्टाइलिश तरिकाले बुझाउँछौं। सबैभन्दा पहिले नयाँ शिक्षा विधेयक 2008 ले के भन्छ? यो विधेयकले सरकारलाई शिक्षा प्रणाली स्थानीय तह लोकल गभर्नमेन्टको मातहत राख्ने प्रस्ताव गर्छ। यसको अर्थ शिक्षक नियुक्ति, सरुवा, बढुवा, कारबाही, पुरस्कार सबै अब स्थानीय तहले गर्न सक्ने। तर यहाँ नै विवाद सुरु हुन्छ। शिक्षकहरू भन्छन् स्थानीय तहले राजनीतिक चलखेल गर्छ, हामीलाई पार्टीका नेताको आदेशमा चल्नुपर्ने हुन्छ। संक्षेपमा, शिक्षकहरूको करियर स्थानीय नेताको हातमा। शिक्षक आन्दोलन किन बढिरहेछ? यहाँ शिक्षकहरूका 5 मुख्य माग। 1. स्थानीय तहमाथि निर्भरता हटाउनु। कहिलेकाहीँ स्थानीय सरकार शिक्षकलाई दुरुपयोग गर्छ, दबाब दिन्छ। 2. स्थायी पद तथा पेशागत सुरक्षा। अस्थायी शिक्षक वर्षौंदेखि पर्खेर बसेका छन्। 3. युनियन अधिकार र स्वतन्त्रता विधेयक अनुसार शिक्षक संगठनलाई कमजोर बनाइने धारणा छ। 4. शिक्षक लाइसेन्स, बढुवा, सरुवा, पारदर्शिता। अब राजनीतिक प्रभाव अझै बढ्ने डर। 5. विद्यालय व्यवस्थापनमा शिक्षकको आवाज नीति बन्ने क्रममा शिक्षकको परामर्श नलिएको आरोप। अब सबभन्दा महत्त्वपूर्ण कुरा, विद्यार्थी। कक्षाहरू बन्द हुँदा एसईई परीक्षार्थी तनावमा 12 कक्षाका विद्यार्थी करियरबारे अनिश्चित निजी सरकारी स्कुलबीच अध्ययन असमानता बढ्दै। अभिभावकले शुल्क तिरे पनि कक्षा छैन। नेपालका विद्यार्थीहरूलाई असल शिक्षाभन्दा राजनीति र आन्दोलनले बढी असर गर्छ। सरकारको तर्क, हामीले शिक्षा स्थानीय स्तरमा दिएर दक्षता र द्रुत सेवा प्रभाव बढाउन खोजेका हौं। तर विरोध गर्नेहरू भन्छन् नेपालका स्थानीय तह अझै क्षमता कमजोर छ। शिक्षक नियुक्ति सरुवा राजनीतिक दबावमा हुन्छ। सरकारले आन्दोलन रोक्न संशोधन गर्न सकिने संकेत पनि दिएको छ। सिर्फ नकारात्मक होइन, केही सकारात्मक कुरा पनि छन्। विद्यालय स्तरको दायरा एकीकृत हुन्छ। पाठ्यक्रम, नियमन, निरीक्षण स्पष्ट हुन्छ। शिक्षक प्रशिक्षण र मूल्याङ्कन प्रणाली आधुनिक। डिजिटल शिक्षा योजना अगाडि बढ्छ। तर समस्या, कार्यान्वयनको ग्यारेन्टी छैन। शिक्षा विज्ञहरूको सुझाव, समावेशी संवाद, शिक्षक, विद्यार्थी, नीति निर्मातासँगै। राजनीतिक प्रभाव न्यून, शिक्षक सरुवा बढुवा स्वतन्त्र आयोग मार्फत। अस्थायी शिक्षक स्थायीकरण, मापदण्ड अनुसार। विधेयक संशोधन, गम्भीर धारामा पुनरावलोकन। विद्यार्थीको अध्ययन नअडिनु, कक्षा वैकल्पिक मोडल, अनलाइन, ब्लाइन्ड। यदि आन्दोलन साह्रै नटुङ्गिएन भने C+2 को एकाडेमिक क्यालेन्डर बिग्रिन्छ। विद्यार्थीहरू विदेशतिर झन आकर्षित हुन्छन्। निजी स्कुल, सरकारी स्कुल अन्तर बढ्छ। नेपालमा ब्रेन ड्रेन झन तीव्र हुन्छ। शिक्षा भनेको देशको मेरुदण्ड। यदि यही कमजोर भयो भने देश कमजोर हुन्छ। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ, चिन्ता गर्नुहोस्, तर निराश नहुनुहोस्। यदि तपाईँ शिक्षक हुनुहुन्छ, तपाईको माग जायज छ, तर विद्यार्थीलाई नआघात पुर्याउने बाटो खोजौं। यदि तपाईँ सरकार हुनुहुन्छ, शिक्षामा राजनीति मिसाए नेपाल कहिले अघि बढ्दैन। यो देश तब मात्र मजबुत बन्छ जब शिक्षा ठिक हुन्छ। दिस इज जेन्जी पावर नेपाल, जहाँ हामी सत्य, तथ्य र ट्रेन्ड एकै ठाउँमा ल्याउँछौं। लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस्, सब्स्क्राइब गरे स्पिरिट बढाउनुहोला।